यो पृथ्वीमा म कसरी बाँच्नु अब यस्तो गर्मी तपाईले यो घाम किन बनाउनु भयो चिसो घाम हुन्थेन र प्रभु बनाउनु मिल्थेन र यो त ओभरै चर्किरहेछ कि त तपाईले यो घामको बुढी बनाउनु पर्ने कमसेकम यसलाई कन्ट्रोलमा त राख्थ्यो मेरो मम्मीले बाबालाई राखे जस्तो यो त ओभर चर्किरहेछ के प्रभु केही त गर्नु न प्लिज सक्दिन म बाँच्न यो पृथ्वीमा लास्ट भएर नमस्कार दर्शकवृन्दहरू अहिले आकाशमा दुईटा सूर्य देखा परेको छ र सबैजना चकित परेका छन् र गर्मी एकदम दोब्बर बढेको छ आखिर कहाँबाट आयो त्यो अर्को सूर्य प्रभु के अहिले त झन् आकाशमा दुईटा घाम छ त यस्तो त भएन नि झन् गर्मी हो नि प्रभु